आउनुहोस् हामी परमेश्वरका केही मिठा वचनहरू सुनौं। सबैजनालाई जिसुबराई पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा आमेन। आज परमेश्वरले हामीलाई प्रेरितहरूको कार्य विवरण नामक पुस्तकबाट अध्याय 2 को 38 ले यसो भन्दछ। पिटरले उनीहरूलाई भने, मन परिवर्तन गर्नुहोस् र तपाईहरू प्रत्येकले आफ्नो पापको क्षमा पाउनका लागि येशू ख्रीष्टको नाममा बप्तिस्मा ग्रहण गर्नुहोस्। त्यसो भए तपाईहरूले उपहार स्वरूप पवित्र आत्मा पाउनुहुनेछ। प्रभुको वचन। आउनुहोस् ख्रीष्टमा मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू अनि मेरा प्रिय साथीहरू, आजको यस वचनलाई गहिरो रूपले मनन चिन्तन गरौं र साथसाथै आजको दिनमा परमेश्वरलाई हरेक थोकको लागि, हरेक कृपाको लागि, हरेक अनुग्रहको निम्ति धन्यवाद चढाऊ। पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा आमेन।